टिमुर आलु बनाउनमा पनि सजिलो, खानमा पनि टेस्टी। मैले आलुलाई मजाले पखालेर कुकरमा बोइल गर्नको लागि राखिदिएँ। 1 सिटी मात्रै मैले लगाएँ, धेरै लगाउँदाखेरि यसलाई हाफ बोइल मात्रै गर्नुपर्छ, धेरै पाको भने टुक्रिने सम्भावना हुन्छ। हाफ बोइल गर्ने र यसरी लामो लामो एउटै पिसमा आलुलाई काट्ने। यो आलु नछिलिकन पनि पकाउन सकिन्छ, छिल्कैसँग पनि पकाउन सकिन्छ, अझै धेरै टेस्ट आउँछ। मैले चाहिँ यसलाई छिलेर पकाउँदैछु र यसको मसलाको लागि मैले 1 चम्मच जिरा, 1 चम्मच टिमुर र एउटा सुकेको अकबरे खोर्सानीलाई हल्का मैले रोस्ट गर्दैछु। र यो मिक्सीमा पनि पिस्न सकिन्छ, अझ मिठो चाहिँ सिलौटोमा यसरी पिस्दाखेरि दरदरा मसिनो पनि पार्नु हुँदैन, दरदरा खस्रो खस्रो खालको बनाउने। अनि अरू एउटा पेनमा तेल तताउने, तेललाई मजाले तताउने, तेल मजाले तातेपछि अघि काटेर राखेको आलुलाई एउटा एउटा पिस गरेर लगाउने। एकैचोटि गम्राङ गुम्रुङ लगाउँदाखेरि आलु टुक्रिने सम्भावना हुन्छ, भाँचिने सम्भावना हुन्छ। यसरी एउटा एउटा लगाउने, एउटा एउटा गरेर सबै लगाइसकेपछि चाहिँ एकातिर जब हल्का ब्राउन ब्राउन हुन्छ नि, अर्कोतिर पल्टाइदिने अनि अर्कोतिर पल्टाइदिने। यो सबैलाई पल्टाउँदै पल्टाउँदै सानो सानो आगोमा राखेर चाहिँ रातो रातो हुन्जेलसम्म सबैलाई फर्काइ उल्टाइ पल्टाइ गरेर पकाउने। जब यो रातो रातो हुन्छ नि, यसमा हल्का नमक र हल्दी पनि लगाइदिने। मैले अघि यसमा लसुन पनि लगाएको छुइनँ, किन पहिले नै लसुन लगाउँदा डर छ र लसुनको असली फ्लेभर पनि आउँदैन भनेर लसुन म अब लगाउँदैछु। लसुन पनि मैले कुटेर राखेको छु। यो चाहिँ मसला पिसेको सिलौटोमा भएर कालो कालो देखेको छ लसुन पनि। र यसरी लसुन लगाइदिएपछि यो लसुन पनि मजाले फ्राई हुन्जेलसम्म चाहिँ यसरी मजाले चलाउने। हेर्नु न आलु कस्तो रातो भइसकेको छ, हेर्दै खाउँ खाउँ लागिराखेको छ। यतातिर अघि मैले बनाएर राखेको यो टिमुरको मसला, अब यो टिमुरको मसलालाई पनि लगाइदिने अनि मजाले सानो आगोमा चाहिँ यसरी मजाले फ्राई गर्ने का, ताकि यो मसला सबैतिर आलुमा सबैतिर टाँसियोस्। मजाले यसरी चलाउने चलाउने चलाउने, उफारी उफारी चलाउने, उल्टाइ पल्टाइ, तर बचाएर चलाउने कि यो आलु टुक्रिन चाहिँ नटुक्रियोस्। टुक्रियो भने फेरि जुन मजा यो सिँगैमा खान आउँछ नि, त्यो टुक्रामा खान मजा आउँदैन क्या। हेर्नु त फाइनल्ली मेरो टिमुर आलु रेडी भएको छ। मैले ग्यास पनि बन्द गरिदिइसकेँ। कस्तो दामी, हेर्दै खाउँ खाउँ रातो। अनि यो टिमुर र लसुनको खुसबु यति दामी आएको छ नि यो आलुमा चाहिँ। यसलाई चाहिँ कहिलेकाहीँ अल्छी लागेको बेलामा यत्तिकै खाजाको रूपमा पनि बनाएर खान सकिन्छ। साथीहरू ट्राई गर्नु।